हेलो साथीहरू, मैले चाहिँ दराजबाट पेन्सिल अर्डर गरेको थिएँ। आज आइसकेको छ। म तपाईँहरूलाई यसको अनबक्सिङ गरेर देखाउने छु। यो पेन्सिलले एउटा ड्रइङ पनि बनाएर देखाउने छु। अनि ड्रइङ चाहिँ कस्तो हुन्छ म तपाईँहरूलाई भन्ने नै छु। मलाई यो पेन्सिल राम्रो लाग्यो कि नराम्रो लाग्यो त्यो पनि लास्टमा भन्ने छु। त्यसको लागि चाहिँ पुरा भिडियो हेर्नुपर्ने हुन्छ। पहिला अनबक्सिङ गरौँ। पहिला अनबक्सिङ गर्नको लागि यसलाई च्यात्नुपर्ने हुन्छ। म यसलाई सब खोलखाल गरेर म तपाईँहरूलाई भित्रको पेन्सिलहरू सबै कुरा देखाउने छु है त। देख्न सक्नुहुन्छ हाम्रो पेन्सिलहरूको सामान। अनि यो पेन्सिल चाहिँ ग्रेफाइट सफ्ट 6B को पेन्सिल रहेछ। अनि यहाँ छ हाम्रो चारकोल पेन्सिलहरू। यो चाहिँ हाम्रो चारकोल हार्डको हो। यो एउटा चारकोल सफ्टको हो। यो एउटा चाहिँ चारकोल मिडियमको छ। अनि यसले पनि मैले तपाईँहरूलाई ड्रइङ कस्तो हुन्छ यो पनि चेक गरेर देखाउने छु। यिनीहरू चाहिँ सबै पेन्सिलहरू भइहाल्यो। यतापट्टि छ हाम्रो यो सेडिङको लागि हो। अनि यो एउटा आएको छ, यो चाहिँ पेन्सिलको लागि हो। यो चाहिँ छोटो पेन्सिलको लागि यहाँभित्र हालेर अनि हामीलाई स्केच गर्नको लागि सजिलो हुन्छ त्यसको लागि हो। यो चाहिँ यहाँ चाहिँ हामीलाई इरेजर पनि दिएको छ। यो चाहिँ अब यो नर्मल इरेजर भइहाल्यो। अनि यतापट्टि छ यो चाहिँ हाम्रो निडेड इरेजर भन्छ। यो पनि इरेजर नै हो। अनि यो इरेजरले चाहिँ हामीलाई सानो सानो चिजहरू मेट्नको लागि सजिलो हुन्छ। यतापट्टि हेर्न सक्नुहुन्छ यो पनि हाम्रो पेन्सिल नै हो। यो चाहिँ मिडियम सफ्ट अनि हार्ड भनेर लेखिएको छ। अनि यतापट्टि पनि यो पनि पेन्सिल नै हो। यो चाहिँ हामीलाई अझ धेरै ब्ल्याक बनाउनको लागि काम गर्छ। अनि यतापट्टि देख्न सक्नुहुन्छ हाम्रो यो चाहिँ चक्कु हो। यसले चाहिँ हाम्रो पेन्सिल तिखार्नको लागि काम गर्छ। अनि यो चाहिँ अलिक सस्तो खाले रहेछ। यो चाहिँ अलि लुलो पनि छ। अनि यतापट्टि छ हाम्रो यो के हो यो चाहिँ मलाई पनि थाहा छैन। अनि थाहा हुनेले चाहिँ मलाई कमेन्ट बक्समा आएर कमेन्ट भन्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। अनि यो सबै देखाइसकेँ मैले। अब यसमा चाहिँ मैले यो सबै युज गरेर म तपाईँहरूलाई एउटा ड्रइङ गराएर देखाउने छु। ड्रइङ हुनेछ हाम्रो कपालको चित्र बनाएर देखाउने छु। त्यसको लागि अर्को भिडियो आउनेछ। आजको लागि यति नै। अब भेटौँला अर्को भिडियोमा।